गाउँ गइसक्नु छैन, ध्रुवे देखिस् भनेर भिडियोहरू हालिरहेको छ। गाडी एकचोटि रियल गाडी लगेर मेरो भोजपुरको माथि सिलिचुङदेखि तल हसनपुरसम्म स्पिडमा झार्नु भए म हेर्न चाहन्थेँ कस्तो पार कुद्ने हुन्थ्यो। किनभने मान्छे आज पनि त्यहाँ भाँसिरहेको छ। राजेन्द्र राईले बोल्नुभएको सभामुख महोदय म अगाडि बढ्न सक्दिनँ भनेको छ, गाडी भाँसिरहेको, ट्रोलहरू आज व्यापक भइरहेको छ। मैले यो कुरा किन उठाइरहेको छु भन्दाखेरि यो वर्ष त यस्तै उस्तै भयो, तर आगामी आर्थिक वर्षहरूमा एकजना मन्त्रीज्यू हुनुहुन्छ, मुस्काउँदै हुनुहुन्छ। तपाईँको मुस्कान त्यहाँको तपाईँ जस्तै महिलाको बिरामी अवस्थामा भएको भावनासँग मुस्कान अर्को आर्थिक वर्षहरूदेखि होस्। म सत्ता पक्ष अथवा मन्त्रीज्यूलाई अनुरोध गर्न चाहन्छु।